सन्चै हुनुहुन्छ कस्तो राम्रो राम्रो नि सबै ठिक छ। आज शुक्रबारको हटिया घुम्दै जाँदा मैले पहिले खासै नदेखेका यस्ता राम्रा राम्रा सामानहरू देखेँ। बाँसका डाला, नाङ्लो, डोका, टोकरीदेखि लिएर यस्ता ससाना घरमा प्रयोग हुने सामानहरू पनि कति राम्रोसँग बुन्नु भएको रहेछ। हेर्दा त सजिलो जस्तो लाग्छ नि, तर यति सफा र मिलाएर हातले बनाउन पनि सिप चाहिन्छ नि है। अनि झन् रमाइलोको कुरा चाहिँ के रहेछ भने उहाँको आफ्नो उद्योग पनि रहेछ। आफूले काम गर्ने, आफै उत्पादन गर्ने अनि आफ्नै सामान लिएर हटियामा बेच्न आउने। मलाई चाहिँ यो कुरा एकदमै राम्रो लाग्यो। हामी त बजारमा गएर तयार सामान किन्छौँ, तर यसको पछाडिको कसैको मेहनत, सिप, समय हुन्छ भन्ने कुरा यस्ता ठाउँमा आएपछि पो थाहा हुन्छ। यो सामानहरू चाहिँ हेर्दा नै हाम्रो राई लिम्बू कल्चर झल्किने खालको रहेछ नै। आफ्नै गाउँघरको कला, आफ्नै परम्परा अनि आफ्नै हातको सिप जोडेर बनाउनु हुँदो रहेछ। अनि सबैभन्दा मन परेको कुरा चाहिँ उहाँले आफ्नै हातले बनाउनुहुन्छ अरे, ह्यान्डमेड मात्र होइन, यसभित्र त हाम्रो संस्कृति र पुर्खादेखिको सिप पनि जोडिएको जस्तो लाग्यो। यस्ता कुराहरू देख्दा चाहिँ हाम्रो मौलिकता अझै जोगिएको रहेछ भन्ने फिल हुँदो रहेछ। यो चाहिँ के हो? यो चाहिँ यो टिमेट हो, चियाको कप राख्ने। यो चाहिँ थुन्चे। यो मान्छेले आफ्नो आफ्नो आवश्यक अनुसार युज गर्छ। यसलाई कठुवा भन्छ। कठुवा राई जातिहरूले चाहिँ बिहेमा युज गर्छ। ए के हाल्नुहुन्छ यसमा? रक्सी बोकेर लान्छ। ए म हाल्दा सबै हो हेरेको नि सबै राम्रो रहेछ। के यस्तो अलिक सानोबाट छैन अरे। सोध्नु न छैन रहेछ। यो नि सानो ठेकी लिड हाल्न मिल्छ। लिड हाल्नु मिल्छ। कतिहरू कति रहेछ एभोकाडो। अनि यो चाहिँ के हो? यसलाई चाहिँ के भन्छ दाइ? ढाकी खिपी। यसमा चाहिँ के गर्नु? सामान राख्नु। यो उहिलेको मान्छेले सुन चाँदी यस्तो केही राख्थ्यो। यो पनि मेरो मम्मीले चाहिँ बिहेमा आउँदाखेरि अर्सा लिएर आउनु भएको। यस्तो अलिक ठुलो त्यस्तो ठुलो हुन्छ। त्यो चाहिँ ठुल्ठुलो हुन्छ। यो चाहिँ नि यो चाहिँ यो पनि टिउ यो नि टिमेट नै हो त्यो पनि। चाहिँ तोङ्बा हालेर खाने होइन त? कति ठुलो हो अनि हातमै नअट्ने। तोङ्बा खानुहुन्छ यसमा हजुरले? चौठी भन्छ। यसमा चाहिँ के गर्नु? यो पनि त्यही आफ्नो जात अनुसारको केही चिजहरू लगेर कसरी बोक्ने बिहेमा बिहेमा चाहिँ त्यसको चाल्नी। ए हजुरको नाम के हो दाइ? मलाई चाहिँ भोजपुरे कान्छा भनेर धेरैले चिन्छ। ए मेरो स्टोर चाहिँ धरानमा छ कि। हजुर स्टोर चाहिँ धरान हो। प्रायः म भोजपुरको सामानहरू चाहिँ सप्लाई गर्छु। आफूले आफ्नो उत्पादन पनि कि हाम्रो यो बाँसको आइटम चाहिँ आफ्नै उत्पादन हो सबै। मेरो परिवार सबैले बुन्नुहुन्छ। अनि कुनै सामानहरू चाहिँदाखेरि चाहिँ ठ्याक्कै भान्चोकदेखि पश्चिमपट्टि सब्जी मन्डी। नाम के छ? हजुर नाम के छ? भोजपुरे नमुना नाङ्लो सेल एन्ड घरेलु उत्पादन भन्ने छ। म हजुरको फेसबुकमा हाल्छु। यो सबै हेर्दै जाँदा मलाई पनि सामानहरू मन पर्यो। अनि लौ त खाली हेरेर मात्रै के गर्नु भनेर केही सामानहरू किनेर पनि ल्याएँ है। हाम्रो गाउँका यस्ता स्थानीय सिप र हातका सामानहरू जोगिनुपर्छ। यिनै त हाम्रो मौलिक चिनारी हुन् नि। साँच्चै भन्नुपर्दा आजको शुक्रबारको हटियामा चाहिँ मैले यही सामानहरू मात्रै लिएर गएँ। अनि अब दाइले सबै सामानको टोटल गरिदिनुहुन्छ। हामी चाहिँ पैसा तिरेर सामान लिएर निस्किँदैछौँ। आज फ्राइडे हटिया आएर यति राम्रा राम्रा लोकल्ली मेड ह्यान्डमेड सामानहरू देख्न पायो। एकदमै राम्रो लाग्यो। हामीले पनि यस्ता आफ्नै ठाउँका मान्छेहरूले आफ्नै हातले बनाएका सामानहरूलाई सपोर्ट र प्रमोट गर्नुपर्छ जस्तो लाग्छ मलाई। किनकि यिनै त हाम्रो कल्चर, ट्रेडिसन अनि लोकल स्किल हो नि। बाहिरको सामान मात्रै होइन, आफ्नै गाउँघरमा बनेका यस्ता सामानहरू पनि युज गरौँ, प्रमोट गरौँ र हाम्रो मौलिक सिपलाई अगाडि बढाउँ। हस् त साथीहरू, आजको मेरो फ्राइडे हटिया ब्लग यहीँ इन्ड गर्छु है। अर्को भिडियोमा फेरि भेटौँला। बाई बाई। अनि लास्टमा चाहिँ उहाँले सामानहरू एकदमै मिलाएर दिनुहुँदो रहेछ, डिस्काउन्टै माग्नु नपर्ने। मलाई चाहिँ एकदम राम्रो लाग्यो उहाँको यो बिजनेस स्किल। अनि नाङ्लो यो नाङ्लोको 150। नाङ्लो अर्को पनि हालिदिनु न।